टाँसियो कि टाँसिएन ल आजको दिन मङ्गलबार है साथीहरू ल बिहानको एउटा काम भ्याएँ बत्तीमा तेल हालेँ चिया पकाएँ भातको भाँडा भिजाएको छु अब एकछिनमा भात बसाल्छु साथीहरू अनि म बाहिर निस्किन्छु कुकुरहरूले चाहिँ मेरो सिट चाहिँ पुरै च्यातेर त्यो ठुलो भङ बनाएको साथीहरू है र यो बिस्कुट र यो करेन्ट चाहिँ किन ल्याएको यो कुरकुरे भन्ने कुरा मलाई थाहा छ तर मैले हिजो सोद्धा चाहिँ उहाँले भनेन कि मलाई है किनभने उहाँले कहिले पनि ल्याउँदैन नि त यस्तो कुराहरू कहिले नल्याउने कुरा ल्याएर सोद्धाखेरि भन्नु भएन है किनभने अस्ति चाहिँ अब वर्ल्ड कप हेर्न गएको थियो साथीको घरमा है पक्का पनि पैसा खाजा अब राति अब खानु पर्यो होइन केटाहरूलाई अब केटाहरू होइन बुढो मान्छेहरू साथीहरू होइन अनि अब खानु पर्यो अनि खानको लागि पैसा उठायो होला अनि पैसा उठाएर चाहिँ अब यस्तोहरू किन्यो होला साथीहरू है अनि अब यो रह्यो होला अनि रहेको चाहिँ अनि बाँडेर ल्याएको कि मेरो बुढाले 2टा बिस्कुट 2टा लेस लिएर आएको छ यो नेपाली यो करेन्टको के भन्छ यो लेस नै हो साथीहरू होइन अब चिप्स अनि यो बिस्कुट है अनि अर्को चाहिँ खजुरीको बिस्कुट छ तर उहाँले चाहिँ भनेन कि मलाई चाहिँ थाहा थियो है ठिकै छ अब घरमा लिएर आइहाल्यो अब खाना खाजा भइहाल्यो होइन नो प्रब्लम र एक पाती चिया छ होइन र मैले चाहिँ साथीहरू सबैले साउनको 1 गते मेहन्दी लाउँछ मैले चाहिँ हिजो किनेर लिएर आएको थिएँ यो मेहन्दी है हिजो लगाउँला भनेर भ्याउँदै भ्याएन अब आज भ्यायो भने लगाउँछु भन्ने सोचेको छ तर पहिला म बाहिर निस्किनुपर्छ है किनभने गोडेको घाउ चाहिँ एकदमै ठुलो भइसकेको छ कि साथीहरू घरमा ड्रेसिङ गर्दाखेरि नै भइरहेको छैन है किनभने त्यसले सन्चो हुन नै दिइरहेको छैन कि त्यसले अरू ज्यानमा नै पुरै घाउ बनाइसिद्धेको छ साथीहरू है अब पिसाब त्यहीँ अब सुती फेर्दिने हो साथीहरू अनि त्यही भएर चाहिँ त्यो पुरै घाउहरू भएको छ हुन त मैले अब सल्ल पानीले पखालेर अब पुसपास गरेर राखिदिन्छु तर पनि भएको छैन है अनि त्यसको गज पनि सिद्धेको छ त्यही भएर गज पनि किन्न जान छ स्कुटर टाल्न जान छ साथीहरू है र म चाहिँ अहिले एकछिनमा अब भेट्नेछु तपाईँहरूसित पहिला खाजा खान्छु है र आज चाहिँ मलाई चाहिँ चियाको मिनी भ्लग बनाउन मन लाग्यो कि चिया र बिस्कुटको है ल साथीहरू साथीहरू म चाहिँ अहिले गोरेको घाउ हस्पिटलमा देखाएर यी हेर्नु डल्ली र कैली यहाँ यत्रो तमासा गर्दैछ फेरि मेरो यहाँ एउटा अस्ति भाइले यहाँ एउटै यहाँनिर टालिदिएको छ यस्तो गरिदिन्छ खबर राम्रो छैन साथीहरू मन एकदम रोएको छ है तनाव पर्छ साथीहरू मलाई अहिले म यहाँसम्म आउन नै कस्तो गाह्रो भयो स्कुटरमा अब यो टालेर देखाउँछ साथीहरू यो हाम्रो भाइको यो नयाँ बजारमा यो न्यू डिजाइन सिट हुड भन्ने छ साथीहरू है यो उन्नति बचत तथा ऋण सहकारीको साइडमा हो यो चाहिँ तमुदी जाने बाटो हो कि यो ठ्याक्कै यहाँ छ है यो भाइको एकदम राम्रो फिनिसिङ हुन्छ कि अनि एकदम चित्त बुझ्ने गरेर काम गर्छ यो भाइले यसरी यो सिट कभरहरू हाल्छ है अनि यो सामान पनि एकदम राम्रो गरिदिन्छ कि हालिदिन्छ कि यो वाटरप्रुफ नै हालिदिन्छ कि भाइले अरू ठाउँमा चाहिँ साथीहरू पानी पऱ्यो भने भित्र पानी जानेवाला हालिदिन्छ तर भाइले एकदम राम्रो हालिदिन्छ अनि मलाई त एकदम राम्रो लाग्छ कि भाइको काम ए हाम्रो इन्जिनियर भाइ सिट बनाउने इन्जिनियर भाइ के गर्ने र अब यहाँ ठाना भयो काँडा भएको ल्याइदियो सिट दिदीलाई भनेको तैँले नि ल्याइदिनु दिदी गर्नु मात्रै म त त्यो पाउने ऊ तल खस्यो अब यतातिर खस्यो जब है हैरानै गऱ्यो मलाई त कुकुरले दाइको उहाँ नयाँ स्कुटर उहाँ खल्टाङ बल्टाङ बनाएर उहाँ कहाँ गएर टालेर खल्टाङ र बल्टाङ गरेर लिएर आह उहाँ भाइ थियौँ हिँड भनेको भ्याउँदै भ्याएन कम छैन यसो टाल्दैन अलिअलि दिदीलाई त्यहाँ कसैको निकालेर
ल साथीहरू सिट पनि रेडी भयो जम्मा 600 रुपियाँ है साथीहरू भाइले च्याट्ट भित्रबाट नि कभर गरिदियो बाहिरबाट नि गरिदियो नयाँ भयो त्यो बेला बेलामा अलि बाङ्गे बाङ्गे हुन्छ अब के त्यो सिट के त्यो त राम्रो टाइट नगरेर पहिले टाइटै थिएन राम्रोसँग हो टाइट गरिदियो नि त अहिले टाइट गरिदिइसक्यो अँ ल ठिक छ ल धन्यवाद ल ट्याग बनाइदियो मेरो भाइले ल बनाउँदा म बुढो हुने भयो ल ठ्याक बनाइदियो अब हिँडेँ है साथीहरू म साथीहरू मैले चाहिँ अहिले बेलुकाको 10 बज्न लाग्यो है घरको कामहरू सबै भ्याएपछि चाहिँ मैले मेहन्दी लगाउनु पर्यो भनेर के लगाएको त साथीहरू लगाउने बित्तिकै यस्तो कलर बस्दो रहेछ है अनि यो लगाएको त यो कालो मेहन्दीको कलर दिएको त साथीहरू मलाई त वाक वाकाउला जस्तो भयो है रिङन्टा लाग्यो अनि मैले लगाउँदा लगाउँदा अनि मैले त धोइदिएको साथीहरू यस्तो हेर्नु न कस्तो गना आयो मेहन्दी है कस्तो थियो कि दबाई दबाई कस्तो कस्तो गना है अब साबुनले घोटी घोटी धुन्छ साथीहरू मलाई त कस्तो चक्कर लाग्यो यो लगाउँदा लगाउँदा हेर्नु न फिनिस गर्न नपाउँदै मैले फालिदिएको यो सबै हेर्नु मयूरको 2टा खुट्टा नि छ है साथीहरू यहाँ हेर्नु यस्तो बनाएको म त लगाउनै सकिनँ साथीहरू म त फालिदिएँ रिङन्टा लाएर लगाउने बित्तिकै फालिदिएको भर्खर आर्ट गरेर कति 2-3 मिनट भयो थियो मलाई त त्यो कालो देखेर टाउको दुखेर साथीहरू वाक वाक आएको कि ल अब यो मेहन्दी लाउँदिनँ है साथीहरू म खास मैले यो मेहन्दी लगाएर तपाईँहरूलाई देखाउँछु भन्ने सोचेको थियो कहाँको 2 मिनटमा यस्तो कलर आउने हो नि त त्यो बिहान मैले तपाईँहरूलाई देखाएको मेहन्दी आमा ल साथीहरू गुड नाइट है सुत्ने बेला भयो आज कस्तो निद्रा लागेछ त्यही भएर अबदेखि चाहिँ सुत्ने दिदीको आज दिनभरिको भिडियो कस्तो लाग्यो कमेन्ट बक्समा कमेन्ट गर्न नबिर्सिनु होला है मैले चाहिँ अघि त्यो इभिनिङको त्यो बत्तीहरू बोलेको चाहिँ न्यु रोडको भिडियो त्यो चाहिँ त्यहाँ पुरा ब्याङ्कमा काम परेर गएको थियो अघि 8 बजीतिर लुम्बिनी ब्याङ्कमा अनि त्यहाँबाट के यति स्पिड आएको के गाडीहरू यति स्पिड स्वाई स्वाई आउने है अनि म चाहिँ स्कुटरमा बसेर भिडियो खिचेको कि कस्तो मजा लागेर हाम्रो पोखराको ट्राफिक हेर्नु साथीहरू कति धेरै बढेको छ अहिले र यति भन्दै चाहिँ शुभरात्रि अब फेरि हामी अर्को भिडियोमा भेट्नेछौँ है साथीहरू गुड नाइट छोटो मिठो भिडियो हजुरहरूसित सेयर गरेको छु दिदीको है ल हेर्नु दिदीको मजुर कुखुराको भाले जस्तो भएछ यार मजुर